नमस्ते सबैजनालाई। यो भिडियोमा चाहिँ हामी स्टेबिलिटी अफ सोइल अन्तर्गत टाइप अफ स्लोप एन्ड स्लोप फेलियर को बारेमा केही कुरो जान्दै छौं। पहिला टाइप अफ स्लोप चाहिँ कति किसिमको हुन्छ त भन्दाखेरि टाइप अफ सोइल चाहिँ दुई किसिमको हुन्छ। एउटा भनेको फाइनाइट स्लोप हो, अर्को भनेको इन्फाइनाइट स्लोप हो। इन्फाइनाइट स्लोप र फाइनाइट स्लोप। अब फाइनाइट र इन्फाइनाइट भनेको के हो त भन्दाखेरि इन्फाइनाइट स्लोप भनेको स्लोप ह्याभिङ सेम इन्क्लिनेसन एक्सटेन्डेड टु लार्ज डिस्टेन्स। जस्तै यो भनेको अर्थको सर्फेसमा जाने स्लोप। जस्तै अर्थको सर्फेस यसरी आइरहेछ र यहाँ ग्राउन्ड छ भने यो अर्थको सर्फेसलाई नै एक्सटेन्डेड जतिसम्म अर्थको सर्फेस छ त्यहीदेखि नै पहिरो आएर यसरी यहाँ मिटुन गयो। यो फेलियर प्लेन भयो। यो इन्फाइनाइट स्लोप कतिसम्म गयो थाहा नहुने, त्यस्तो इन्फाइनाइट स्लोप फेलियर भयो। अर्को फाइनाइट स्लोप फेलियर भनेको कस्तो हुन्छ भन्दाखेरि स्लोप फेलियर द्याट टर्मिनेट्स आफ्टर सर्ट डिस्टेन्स चाहिँ फाइनाइट स्लोप भयो। जस्तै हाम्रो अर्थ सर्फेस त यसरी थियो, यहाँसम्म थियो, तर हाम्रो पहिरो यहाँदेखि मात्र एक्सटेन्ड भएर यसरी आएर यति मात्र फल भयो भने यो फाइनाइट स्लोप भयो। फाइनाइट स्लोपहरू बेसिकल्ली कस्तो ठाउँमा हुन्छ र इन्फाइनाइट कस्तो ठाउँमा हुन्छ भन्दाखेरि यो इन्फाइनाइट चाहिँ नर्मल सोइलमा डाँडा काँडा पहिरोहरूमा हुने हो। फाइनाइट स्लोपहरू चाहिँ नर्मली हाइड्रो पावर ड्यामहरू, इरिगेसन ड्यामहरू, कन्स्ट्रक्सन साइटहरू यानि कि इम्बेकमेन्टहरूमा चाहिँ फाइनाइट स्लोप हुने भयो। जस्तै फाइनाइट स्लोपलाई हामीले यस्तो गयो भने यो आई भयो, यति मात्र झर्ने यो अर्थ हो, यति पर्सेन्ट मात्र झऱ्यो भने यो फाइनाइट भयो। तर यो अर्थ थियो, यो पनि अर्थ थियो, यसको प्यारललमा यहीँदेखि झर्दै आयो भने यो इन्फाइनाइट स्लोप भयो। अब टाइप अफ स्लोप फेलियर कस्तो हुन्छ भन्दाखेरि टाइप अफ स्लोप फेलियर चाहिँ चार किसिमको छ। एउटा ट्रान्सलेसनल फेलियर, अर्को रोटेसनल फेलियर, त्यसपछि थर्डमा कम्पाउन्ड फेलियर र वेज फेलियर। ट्रान्सलेसनल फेलियर भनेको के हो? सोइल लेयर स्लाइड डाउन मेकिङ फेलियर प्लेन प्यारलल टु द स्लोप सर्फेस। जस्तै कि यो हाम्रो अर्थको सर्फेस हो, यहाँ अर्थ थियो भने अब यो पुरै खसेर हाम्रो अर्थको सर्फेस यहाँ बन्न गयो, यो पुरै खस्यो अब भने यो ट्रान्सलेसनल फेलियर भयो। अब त्यसपछि रोटेसनल फेलियर भनेको के हो त भन्दाखेरि रोटेसनल फेलियर द फेलियर अकर्ड बाई रोटेसन अलङ अ स्लिप सर्फेस बाई डाउनवर्ड अर आउटवर्ड मुभमेन्ट अफ स्लोप। रोटेसन भएर कुनै पनि अर्थ मास खस्यो कि डाउनवर्ड खस्नु पर्यो कि त्यसलाई चाहिँ बाहिर पुल आउट भएर आउनु पर्यो भने त्यसलाई रोटेसनल फेलियर भन्छ। रोटेसनल फेलियर फर्दर तीन किसिमको छ। एउटा स्लोप रोटेसनल फेलियर, अर्को टो रोटेसनल फेलियर, अर्को बेस फेलियर। यो तीन किसिमको छ। स्लोप रोटेसनल फेलियर भनेको के हो त भन्दाखेरि फेलियर अकर्स अलङ अ सर्फेस द्याट इन्टरसेक्ट द स्लोप अबभ द टो। जस्तै यो हाम्रो ग्राउन्ड भयो, यहाँदेखि माथि एउटा हिल साइड भयो, यो हाम्रो अर्थ छ होइन, यो चाहिँ टो भयो। अब जस्तै यो भनेको यति मात्र खस्यो भने यसलाई स्लोप फेलियर भन्यो। यो स्लोपलाई मात्र फल हुने कन्डिसन स्लोप फेलियर आयो। त्यसपछि टो फेलियर कस्तो हो त भन्दाखेरि जस्तै टोदेखि स्टार्ट भएर माथिदेखि स्टार्ट भएर टोसम्म आएर बल्ल एन्ड भयो भने त्यसलाई टो फेलियर भन्यो। फेलियर सर्फेस पासेस थ्रु द टो अफ द सर्फेस, यानि कि यहाँदेखि स्टार्ट भएर टोबाट पास भएर टर्मिनेट भयो भने टोलाई टो फेलियर भन्यो। त्यसपछि अर्को भनेको बेस फेलियर छ। बेस फेलियर भनेको फेलियर सर्फेस पासेस बिलो द टो, यहाँबाट स्टार्ट भएर यो टो भन्दा मुनिबाट गइदियो, टो पनि हराइदियो भने यसलाई बेस फेलियर भन्यो। यो बेस फेलियर, यो टो फेलियर र यो स्लोप फेलियर। बेस फेलियरमा चाहिँ फाइ इक्वल्स, बेस फेलियरमा फाइ इक्वल्स 0 हुन्छ। त्यसपछि आई इज ग्रेटर देन 53 डिग्री हुन्छ। इन्क्लिनेसन एङ्गल चाहिँ 53 डिग्री भन्दा हाई हुन्छ, त्यस्तोलाई बेस फेलियर। त्यसपछि आयो अब थर्डमा अब कम्पाउन्ड फेलियर। कम्पाउन्ड फेलियर कस्तोलाई भन्छ? कम्पाउन्ड फेलियर इज द कम्बिनेसन अफ बोथ रोटेसनल फेलियर एन्ड ट्रान्सलेसनल फेलियर। कुनै एउटै जङ्सनमा एउटै पोइन्टमा त्यहाँ कम्पाउन्ड फेलियर पनि भयो, रोटेसनल फेलियर पनि भयो र ट्रान्सलेसनल फेलियर पनि भयो भने त्यसलाई कम्पाउन्ड फेलियर भन्छ। लास्टमा आयो वेज फेलियर। वेज फेलियर भनेको द ट्रायङ्गुलर वेज फल्स डाउन मेकिङ अ एङ्गुलर फेलियर सेप। कुनै पनि फेलियर भएको ठाउँमा कुनै एउटा ब्लकलाई चाहिँ एङ्गल पोर्सनमा अथवा वेज सेपमा फल भयो भने त्यस्तोलाई एङ्गुलर फेलियर भनिन्छ। जस्तै कि हाम्रो
यो एउटा ग्राउन्ड प्रोफाइल थियो, यस्तो थियो, यसरी गयो अनि त्यसपछि यसरी फल भयो भने अब डाइरेक्ट यहाँबाट मिट भयो नि यो ट्रायङ्गुलर पोर्सन भयो नि यो पोर्सन फल भयो, यो हो फेलियर लाइन चाहिँ यहाँदेखि फेल भयो र यसरी एउटा ट्रायङ्गल पोर्सनमा भयो भने यसलाई चाहिँ ट्रायङ्गुलर फेलियर अर वेज फेलियर भनिन्छ। सो थ्याङ्क यू।